हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। मैले चाहिँ आज थोरै भिडियो बनाएर राख्छु भनेर थालेको छु। मलाई चाहिँ यो आज धेरै दिनपछि नेपाली चाउमिन खान मन लाग्यो। यहाँ नेपालको जस्तो त्यो चाउमिन त कहाँ पाउँछ र, त्यही पनि म बनाउन कोसिस गरिरहेको छु। यो चाहिँ स्टिकवाला पाउँदो रहेछ एसियन मार्टमा। मैले चाहिँ यही देखेँ, यही लिएर हिँडेँ बनाउँछु भनेर। अनि मैले चाहिँ आज चाउमिन बनाउन लागिरहेको छु। अनि यतापट्टि चाहिँ मेरो यो चाउमिन चाहिँ बोइल हुँदैछ। अनि मैले यहाँ चाहिँ यो सबै चाउमिनलाई चाहिने सबै भेजिसहरू काटेर राखेको छु। अनि म आज चाउमिन बनाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। चाउमिन चाहिँ यसरी बोइल भइरहेको छ। नेपालको जस्तो पातलोवाला त हुँदैन यहाँ। यस्तो मोटो मोटो दाना चाहिँ मैले पहिलोचोटि बनाउँदैछु मेरो किचनमा। यो चाहिँ मलाई चाहिँ चाउमिन अलि भेजिस भएको मनपर्छ, त्यसैले मैले यहाँ भेजिटेबलहरू काटिरहेको छु। यो चाहिँ थोरै मात्रामा खुर्सानी, कोरियाको खुर्सानी खासै पिरो हुँदैन नि त। अनि यो चाहिँ क्याप्सिकम, यो चाहिँ प्याज, धनियाँ, अनि यो गाजर र थोरै मात्रामा लसुन। चाउमिन बोइल भइरहेको छ। अनि मसँग चाउमिन बनाउनको लागि यो सोया सस, यो चाहिँ केचप नै भइहाल्यो। चना पनि एड गरेको एकदमै मनपर्छ, त्यही भएर मैले चना भिजाएको थिएँ। यो चना पनि राखेर म बनाउन कोसिस गर्छु कस्तो भन्छ। अब मैले यहाँ तेल राखिसकेपछि अघि काटेको सबै चिजहरूलाई मैले यहाँ बिस्तारै फ्राई हेर्नुहोस्, मैले अघि बनाएको यो चाउमिन चाहिँ यस्तो भएको छ। तपाईहरुले पनि घरमा नै यसरी नै चाउमिन बनाएर खान सक्नुहुनेछ। मैले चाहिँ एकजनाको लागि बनाएको थिएँ। मैले चाहिँ दिउँसोमा के खाम भएर तुलबुल भएर बनाएको। यस्तो चाहिँ भयो मेरो घरमा बनाएको चाउमिन। चाहिँ खाएर ट्राई गर्छु मैले। तपाईहरुलाई धेरै धेरै धन्यवाद मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा। मेरो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट पनि गर्न नबिर्सिनु है त। धन्यवाद।